काबगी कर्णाली बेला धान गाउँ बाली सुकाई। हामी से फोक्सुन्डो हुँदै कागमारा, जहाँ अत्याधिक चिसोका कारण काग समेत मरेको हुँदा नाम नै कागमारा रहेको पास हुँदै रारा जाने लक्ष्यका साथ अक्टोबर 2 अर्थात् टीकाको दिन बेलुका काठमाडौँमा भेट भई बटालियन यातायात बुक गर्यौं। अक्टोबर 3 बाट हाम्रो यात्रा प्रारम्भ भयो। हामीले राति नै सामान प्याक गरिसकेका थियौं र हामी बिहान 10 बजेतिर माछा पोखरीतिर लाग्यौं। अब हामी चाहिँ यहाँ माछा पोखरीबाट निस्क्यौँ। अहिले स्टेबी घडीमा कति बजे छ? 11:41। यहाँबाट हामी अगाडि बढ्यो है त। हामी मोगलिन, पोखरा, कुस्मा, बुर्तिबाङ हुँदै रुकुम पूर्वको काक्री भन्ने ठाउँसम्म पुग्यौं र त्यहाँ उता पहिरोले बाटो अवरोध गरेको हुँदा हामी काक्री भन्ने बजारमै चिया खाएर बिहानसम्मै बस्यौं। बिहान पहिरो खुलेसँगै यात्रामा लागेको अल्पविराम पनि हट्यो र हामी क्रमशः अगाडि बढ्दै गयौं। रुकुमकोट कमलदह हुँदै हामी डाँडा कुहिरोको लुकामारी हेर्दै पुग्यौं दुई भेरीको मिलनबिन्दु रिगम जाजरकोटमा। हामी त्यहाँ खाना खाई फोटो खिची फेरि लाग्यौं डोल्पातिर। खाना खाएपछिको केटाहरूको निन्द्रा भने हेर्न लायक नै थियो। बाटोमा फोटो खिच्दै भिडियो बनाउँदै साँझको 6 बजेतिर सुलीगढमा पुग्यौं र निकुञ्ज। यही हो, अब हामी ठुलो भेरी कटेर हामी स्टार्ट गर्दैछौँ झोलुङ्गे पुलबाट 4-5 मिनट हिँडेर हामी यही भित्र बास बस्यौं। गुड मर्निङ फ्रम सुलीगढ। हामी चाहिँ अब यात्रा तयारीमा थियौँ र हिँडी पनि सक्यौँ। अब खोलाको भ्यू हेर्दै चट्टसँग मस्त हामी हिँडिरहेछौँ। यी केटाहरू छन् मस्तसँग, आगे कोही पछि होइन। ल केही छ के हेर्नु अब रमाइलो छैन सुरु म्याटेन। ल हाम्रो भाइले पनि केही बोल्छ। हेलो, अब हामी सुलीगढ आइसक्यौँ। अब कति छ? 2 घन्टापछि हाम्रो स्टेसन। नेक्स्ट के छ गाडी? हेलो गाइज, यो चाहिँ मेरो फर्स्ट होइन, फर्स्ट यस्तो खतरा हानिरहेको छु मैले। कति एक्साइटेड, कति एक्सपेक्टेसन छ। फोक्सुन्डोतिर यात्रा गरिरहेछौँ। यहाँ हेर्नुहोस्, पानी मस्तसँग बगिरहेछ, यात्रा जारी छ। अब आज हामी बेलुकासम्म से फोक्सुन्डो पुग्छौँ जस्तो लागिरहेछ। हेर्दै जाउँ के हुन्छ। भ्यूलाई हेर्नुहोस्। त्यस्तो पहाड चट्टान छन् होइन। माथि ट्रेकिङ सुरु भएको पहिलो दिनमा एकैछिनमा यो काठको पुल भेटिने हुँदा यसमा फोटो भिडियो बनाउनेहरूको लाइन भेटिन्छ। तर पछि बाटोभरि काठको पुल देखिने हुँदा भिडियो बनाउनेको लाइन पनि क्रमशः घट्दै जान्छ। बाटोमा मौसमले हामीलाई ताज पहिर्याइदियो। मौसम मजाले खुल्यो। फोटो खिच्दै भिडियो बनाउँदै हामी रमाइलो मान्दै अगाडि बढ्यौँ। बाटोमा हामीले खच्चरहरू देख्यौँ, विभिन्न स्वागत गेटहरू भेट्यौँ। सिग्नलहरूलाई पछ्याउँदै हामी क्रमशः सेफोक्सुन्डोतिर लाग्यौँ। हामी सेफोक्सुन्डो गाउँपालिकामा
स्पटमा आइपुग्यौँ अहिले। यहाँ यसरी राखेर टक्क टुरिस्टको लागि यतिको बोर्ड पनि वेलकम छ सबैजनालाई। अब हामी साङटास कट्यौँ अहिलेलाई। अब फोक्सुन्डो जाने। अहिले हामी 2681 मिटर बस्ने पनि बनाइरहेछ। छोटो हजुरहरू बसेर टक्क रिल्याक्स गर्न सक्नुहुन्छ। हामी चाहिँ बसेर के खाँदै हो दाजु? अब हामी खाना खानको लागि करिब 11:30 बजेतिर चेप्का पुग्यौँ र त्यहाँ खाना खायौँ र त्यहाँको स्याउ बगैँचा पनि हेऱ्यौँ। स्याउ खान आँट्दैछौँ। अब दाइले यहाँ टिप्दिँदै हुनुहुन्छ। लोकल स्याउ होइन, बोटमै फलेको पाकेको एकदम ताजा ताजा स्याउ पाउँदो रहेछ। यो चाहिँ हजुरहरूले पनि चाख्नै पर्ने हुन्छ सबैजनाले। स्याउ खाँदै फोक्सुन्डो नदीको किनारै किनार हामी लाग्यौँ से फोक्सुन्डोतिर। हामी चाहिँ मस्तसँग यस्तो पहिरोको बाटो आइरहेछौँ। भाइहरू पछि पछि छन्। मजा पो छ जिन्दगी। अहिले चाहिँ हामी ठ्याक्क सैजोल भन्ने ठाउँमा आइपुग्यौँ होइन। यहाँ चाहिँ आएर यति राम्रो छ दाइको होटेल, गुरुङ दाइको होटेल छ। एकदम राम्रो एम्बिसन पनि खतरा छ। यहाँ चुट्टो जाडो भएर यसरी ढक्क खाँदैछ हामी। दाइ सबजनाले थकित होइन त? विराज के छ? ल हामी हिजो नै से फोक्सुन्डो पुग्ने गरी हिँडेका थियौँ, तर हामी बाटोमा आउँदा आउँदै रात पर्यो। त्यसै भएर सैजोलमै बस्यौँ र बिहान हामी सैजोलमा ब्रेकफास्ट गरेर हामी लाग्यौँ से फोक्सुन्डोतिर। हामीले बाटोमा भिडियोहरू बनाउँदै फोटो खिच्दै बिस्तारै बिस्तारै हामी अगाडि बढ्यौँ। धान गहुँ बाली सुकाएका बगी कर्णाली बेला धान गहुँ बाली सुकाई यो मनलाई न। हाम्रो फोटो भिडियोको यात्रा भने रोकिनेवाला थिएन। क्यामेराको मेमोरीले थ्याक्ने जति हामीले फोटो खिच्दै खिच्दै अगाडि बढ्यौँ। से फोक्सुन्डोको बाँकी यात्रा अर्को भिडियोमा है त।